काठमाडौँको एक कुनामा रहेको पुरानो चिया पसलमा बिहानदेखि नै भिड लागेको छ। पसलको मालिक रामु दाइले तातो अदुवा चिया पकाउँदै गर्दा पसलमा गफगाफ सुरु हुन्छ। गोपाल, रामु दाइ, आजको चिया त झन् मिठो जस्तो छ। तपाईँले बनाएको तरिका हेर्दा मिठो जस्तो छ। रामु, हजुर, आज त अलिकति इलायची पनि हालिदिएको छु। चियामा स्वाद मात्र होइन, गफमा पनि मजा आउनुपर्छ नि। सीता, साँच्चै भन्नुभयो। चिया पसल भनेको त समाचार पत्र भन्दा पनि बढी जानकारी दिने ठाउँ हो। यहाँ त राजनीति, खेलकुद अनि गाउँघर र सहरका सबै कुरा सुन्न पाइन्छ। गोपाल, हिजोको फुटबल हेर्नुभयो त? सबैले यहाँ आएर चर्चा गरिरहेका छन्। रामु, खेल मात्र होइन, चुनावको चर्चा सिन तातिएको छ। चिया पसलमा राजनीति बिना गफ अधुरो हुन्छ। सीता, हो नि, यही चिया पसलमा बसेर गफ गर्दा नि रमाइलो हुन्छ। कतिपय त चिया भन्दा पनि गफ गर्न आउँछन् जस्तो लाग्छ। त्यसपछि पसलमा नयाँ ग्राहकको प्रवेश हुन्छ। उनी गाउँबाट सहरमा पढ्न आएका विद्यार्थी हुन्। विद्यार्थी, पढाइ मात्र होइन, जीवनका सबै अनुभव यहाँ बाँडिन्छन्। यही चिया पसलले त धेरैलाई साथी बनाएको छ। यही चिया पसलका कुराकानीहरूमा राजनीति, खेलकुद, पढाइ, हास्य अनि जीवनका अनुभवहरू मिसिन्छन्। चिया पसल नेपाली समाजको एक सानो प्रतिबिम्ब जस्तै हो, जहाँ चिया स्वादिलो हुन्छ तर गफ अझै स्वादिलो हुन्छ।